भरतपुर आसपास चल्ने हरियो रङको एउटा अटोको पछाडि लेखिएको छ क्यान्सरका बिरामीलाई निशुल्क अटो सेवा प्रत्येक दिन बिहान 7 देखि 10 बजेसम्म। नादुइह 2839 नम्बरको यो अटोलाई बिहान 7 बजेदेखि 10 बजेको समयमा फुलचोक नारायणगढ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देखिन्छ। यो अटोका चालक हुन् आकाश सरियाल। नाम जस्तै मानव सेवामा उनले आफ्नो मन आकाश जस्तै ठूलो र फराकिलो पारेका छन्। पर्साको ठोरी गाउँपालिका वडा नम्बर 1 घर भई हाल भरतपुर 16 मा बस्दै आएका आकाश दिनौ बिहान 7 देखि 10 बजेसम्म क्यान्सरका बिरामीलाई निशुल्क अटो सेवा दिँदै आएका छन्। सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान 3 घण्टा उनी यसरी नै क्यान्सरका बिरामीलाई निशुल्क अटो सेवा दिँदै आउँछन्। आकाश बिहान 7 बजे सबैले अटो लिएर पुलचोक नारायणगढ पुग्छन्। पुलचोकमा यात्रुवाहक बस रोकिएपछि ओर्लने सबै यात्रुलाई क्यान्सर अस्पतालसम्म निशुल्क अटो सेवा छ है भन्दै जानकारी गराउँछन्। उनी आफै बिरामी खोज्न र बोलाउन पुग्छन्। कोही त्यस्ता बिरामी पाउने बित्तिकै अटोमा हालेर क्यान्सर अस्पताल पुर्याउँछन्। उनले यसरी क्यान्सरका बिरामीलाई निशुल्क अटो सेवा दिँदै आएको 1 महिना पुगेको छ। गत वैशाख 14 गते माता तीर्थ औँसीको अवसर पारेर उनले मानव सेवाको भावसहित यो पवित्र कार्य सुरु गरेका हुन्। उनले निशुल्क अटो सेवा सुरु गरेको 1 महिना भयो। 1 महिनाको अवधिमा उनले दर्जनौलाई यसरी सेवा दिइसकेका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि देशभरबाट बिरामीहरू आउने गर्दछन्। तीमध्ये कतिपय त महिनौसम्म बसेर उपचार गराउन पर्ने अवस्थाका हुन्छन्, जसकारण धेरैले आर्थिक भार पनि पर्ने गर्दछ। यस्तै समस्यालाई मध्यनजर गरेर उनले निशुल्क अटो सेवा सुरु गरेका हुन्। विगत लामो समयदेखि अटो व्यवसायको काम गरिरहँदा चाहिँ क्यान्सरको बिरामीहरू धेरै देखेको कारणले उहाँहरूसँग कहिलेकाहीँ खानाको लागि पनि पैसा नभएको, उहाँहरू भोकभोकै आउनुभएको कुराहरू सुन्दाखेरि मैले चाहिँ बिरामीहरूको लागि केही सेवा गर्नुपर्छ भन्ने उद्देश्यले मैले चाहिँ आमाको मुख हेर्ने दिन यानि कि माता तीर्थ औँसीको दिनबाट चाहिँ यो काम सुरुवात गरेको हो। मैले प्रत्येक दिन बिहान 7 बजेदेखि 10 बजेसम्म चाहिँ बिरामीको मात्रै नभई बिरामीसँग आउनेहरूको पनि निशुल्क बिहान 7 बजेदेखि 10 बजेसम्म बिरामीसँग आउने पनि कसैको शुल्क पनि लागेन, निशुल्क अटो सेवा सुचारू गरेको छु। क्यान्सर जस्तो प्राणघातक रोगको उपचारको लागि विशेष गरी पश्चिमबाट आउने बिरामीहरूलाई लक्षित गर्दै यो सेवा सुरु गरेको र धेरैलाई यसले राहत मिलेको छ। उनको यो सेवाको लागि भरतपुर महानगरपालिका वडा नम्बर 1 को कार्यालयले नै उनलाई सिफारिस पत्र पनि प्रदान गरेको छ। वडा कार्यालयले वडा प्रहरी कार्यालयलाई बसमा गएर बिरामीलाई सोधेर क्यान्सर अस्पतालसम्म निशुल्क अटो सेवाका लागि आवश्यक सहयोग गरिदिन सिफारिस गरेको छ। यो कामबाट आत्मसन्तुष्टि मिल्ने उनको भनाइ छ। मध्यमवर्गीय परिवारमा जन्मिएका आकाशलाई परिवारबाट यसका लागि राम्रै सहयोग रहेको छ। उनको यो कार्यको सम्मान गर्दै भरतपुरको बालकुमारी रोड स्थित जीआर अटो पार्ट्सले 1 वर्षसम्म अटोको सर्भिस र मोबिल निशुल्क दिने घोषणा पनि गरिसकेको छ। प्रचार प्रसारका लागि केही सहयोगी व्यक्तिहरूले ब्यानर र स्टिकर पनि सहयोग गरेका थिए। 10 बजेपछि भने उनी व्यावसायिक रूपमा शुल्क लिएर सेवा दिन्छन्। कहिलेकाहीँ सोचे जस्तो व्यवसाय हुँदैन, त्यसैले बेला बेलामा परिवारले आर्थिक रूपमा सहयोग गर्ने गरेको उनी सुनाउँछन्। उनले यसरी निशुल्क अटो सेवा सुरु गरेपछि अन्य केही अटो व्यवसाय भने उनीसँग रुष्ट छन्। केहीले उनलाई पूर्ण रूपमा असहयोग पनि गरिरहेका छन्। तर उनकै व्यवसायका केही अटो चालकहरूले पनि उनको यो पवित्र कार्यमा सहयोग गरिरहेका छन्। केहीले आफ्नो अटोमा उनको ब्यानर नै राखेर सहयोग गरेका छन्। अन्य केही चालकहरू उनीसँग रुष्ट भए पनि आफूले कसैलाई हानि नोक्सानी नगरेको उनको भनाइ छ। 10 बजेपछि व्यावसायिक सेवा दिँदा अन्य व्यवसायहरूले समस्यामा पार्ने गरेका छन्। त्यसैले उनी सबैलाई मिलेर आफ्नो व्यवसाय गर्न आग्रह गर्छन्। क्यान्सरको बिरामीलाई निशुल्क अटो सेवा बारे बोल्दाखेरि धेरै अटो चालकहरू रिसाउनु भयो। त्यसको लागि नरिसाउनु होला भन्न चाहन्छु। किन भन्दाखेरि एउटा बिरामीलाई गरेको राम्रो सेवा हो। यसमा हजुरहरूले साथ सपोर्ट दिनुभयो भने हजुर हाम्रै नाम रोशन हुने हो सबै ठाउँमा र 10 बजेपछिको समयमा पनि हामी सबैजना मिलेर कमाउँ। उसै त अटो व्यवसायमा केही व्यवसायका कारण बेला बेला आलोचना पनि हुने गरेको छ। बढी भाडा लिने, यात्रुलाई दुर्व्यवहार गर्ने जस्ता कारणले बेला बेलामा अटो व्यवसायप्रति सेवाग्राहीको गुनासो सुनिन्छ। त्यसैले यो पेसालाई सम्मानित बनाउने आकाशको लक्ष्य रहेको छ। यसमा सबैलाई साथ दिन उनको आग्रह छ।